पुलको माया कि कामको माया अहिलेको तपाईँको आँसु? यो भागेको खेल हो म्याम। के भयो? यस्तो छ क्या म्याम, जस्तै हामीले मिस्टेक गरेर गयो भने हजुर यो पुल झऱ्यो भने मान्छे धेरै मर्छ। बरु हामी एकजना मऱ्यो भने अरू मान्छे त मर्दैन। अनि त्यही भएर चाहिँ काम चाहिँ राम्रो होस् भन्ने चाहिँ हाम्रो मनमा हुन्छ क्या म्याम। त्यही भएर कसैले मिस्टेक गर्यो भने हाम्रो कन्स्ट्रक्सनमा मैले भत्काइदिन्छु। अफिसले भत्काउनै पर्दैन, म आफै गएर क्वालिटी कन्ट्रोल गरिदिन्छु म्याम। किनभने त्यहाँ उसले मान्छेको जीवनसँग खेलबाद नगरोस् भनेर। म त त्यही हो, अब म मरेर गए पनि अब तिमी चाहिँ खडा हो भने म आफूलाई भन्दा धेरै नै माया गर्ने भएर मिस्टेकै नहोस् भन्छु। त्यही भएर पनि डर लाग्छ कि म्याम। त्यही भएर तिमी चाहिँ नजाऊ है, तिमी चाहिँ बचिराख, म मरेर गए पनि तिमी चाहिँ रहिराख है भनेर चाहिँ म त्यति चाहिँ भनेर जान्छु म्याम मैले। पुल फिनिसिङ भएपछि मैले बनाएको पुलहरू गएर हेरिरहेको छु म्याम कि त्यो नजरोस् भनेर। तर चाहिँ मैले बनाएको पुलहरू मैले बिर्सिसकेँ म्याम कति छ भनेर। पुलको माया हुँदो रहेछ कि यो पुलमा हिँड्ने मान्छेहरूको माया, गाउँलेको माया हुने रहेछ कि? पुलको माया भनेकै गाउँलेहरूको माया हो म्याम। जस्तै पुल रहिराख्यो भने त मान्छेहरू हिँडिरहेको छ नि म्याम। अब मेन कुरा पुल राम्रो बनाएनौँ भने त त्यो भत्केर जान्छ। अहिले पनि यो हामीले M30 बनाएको छ म्याम मैले। 1 बोरा सिमेन्ट, 1 बोरा बालुवा, 1 बोरा गिट्टी हालेको छ। म यसमा ठेकदारलाई नाफा कमाउनु दिँदैन म। यो के यसमा काँटी छिर्दैन, यति बलियो बनाएको छ म्याम हामीले। अनि ठेकदारले त तपाईँलाई काम दिन्न होला नि त भोलि पर्सि फेरि? म्याम मैले मेरै ठेकदारलाई तलको पुलमा हिसाब गरिदिनु म गइहाल्छु भनेको छु म्याम। म मरे पनि एउटा टायरले पोल्ने हो, मैले धेरै पैसा कमाएर घर बनाए पनि मेरो छोराछोरी भए पनि एउटा टायरले पोल्ने हो। कसैलाई यो त्यही भएर अघि म त्यो भावनामा डुबेँ, यो पुल केही नहोस्। अरूको लागि त काम लियो, काम गर्यो, पैसा पायो, सक्यो हुन्छ नि त। हजुर म्याम। तपाईँको चाहिँ कसरी मनमै बस्यो त? सबभन्दा त मान्छेहरूले ल है पुल बनायो, राम्रो गर्यो, यो आशीर्वाद दिन्छ म्याम। त्यो आशिषले गर्दाखेरि पनि छाती चौडा भएर आउने, पैसा होस् या नहोस्, त्यो कारणले गर्दाखेरि पनि यो काम चाहिँ म छोडेको छैन म्याम। घान्द्रुक भन्ने छ यता म्याम, यो धौलागिरी हिमालको यतापट्टि मोत्क्यु खोलामा एउटा ट्रस पुल थियो। त्यहाँ जाँदाखेरि त्यहाँको गाउँलेले हामीलाई खाडा ओढाएर 500 रुपियाँ गोजीमा हालेर 3 जना थियौँ फिटर हामी। अनि गाउँलेहरू खुसी भएर रोटी बनाएर पुरी तरकारी अनि मासु र त्यो प्रेसर कुकरमा भात बनाएर ल्याइदिनुहुन्थ्यो। हामी त पालमा सुत्थ्यौँ। त्यो एकदम म सम्झिन्छु म्याम, त्यो एकदम रमाइलो क्षण हो। त्यही भएर पुल चाहिँ बनाउनु पर्दो रहेछ भन्ने ऊर्जा थपिदिनु हो। उमेरको सपना त अर्कै थियो, लाहुरे बन्ने। तर भोको पेटले सपना मात्रै देखेर बस्न दिएन। पुल बनाउँदै देश दुनियाँ घुम्दा चित्रलाई आफ्नो गाउँको बेसरी सम्झना आउँछ। आफूले बनाएका पुलमा खेल्दै रमाउँदै पढ्न हिँडेका नानीहरूका आँखामा उनी आफ्नै गाउँ देख्छन्। अनि देख्छन् पुल नभएर घण्टौं हिँड्ने भावाङका नानीहरूको भोक र थकानले लखतरान मलिन अनुहारहरू। घाँस दाउरा गर्न घण्टौं हिँड्ने आमाहरूको पसिनाको गन्धले उनलाई गाउँ बोलाइरहन्छ। त्यसैले त चित्रलाई अब आफ्नै गाउँ फर्किन मन छ, पुल बनाउन।